यो ओखलढुङ्गाको मानभञ्ज्याङ गाउँपालिका अन्तर्गत 6 नम्बर वडा जाखमाको जबैङ्कु भन्ने ठाउँमा पारी देख्न सकिन्छ। खोटाङ जिल्लाको हलसिल तुवाचुङ नगरपालिका गोपीचार पारी छ भने वारी यो जबैङ्कु, यो ठाउँलाई यो स्थान जबैङ्कु भनिन्छ। अहिले आज वैशाखको 28 गते भएको छ। कोशी धमिलो आइरहेको छ भने यहाँ जाखमा लिफ्टिङ सिँचाइ योजना समिति मार्फत यहाँ पानी जाखमालाई सिँचाइ गर्ने उद्देश्यले पानी निकाल्न ड्रिलिङ गरेको थियो र त्यसको पानीको क्षमता कति छ, पानी सुक्छ सुक्दैन, कत्रो पम्प लगाउनुपर्छ भन्ने विषयमा प्राविधिक टोली आएर पानी जाँच गर्ने क्रम जारी छ भने पानी प्रशस्त मात्रामा निस्केको भन्ने रिपोर्ट आइसकेको छ। यो पानी अब जाखमा सिँचाइको लागि लिफ्टिङ गरेर लगिनेछ। पानी एकदम क्रिस्टल एकदम कञ्चन आइरहेको छ। तल कोशीको पानी धमिलो आए पनि अहिले यहाँ यस्तो अवस्थामा आएको देख्न सकिन्छ। यो पानी हामीले 6 घन्टा करिब नापिसकेका छौँ। 6 घन्टा नाप्दा प्राविधिकको जानकारी अनुसार हाम्रो पानीको लेभल जम्मा 5 मिटर मात्रै घटेको। स्थिर पानीको लेभल 6 मिटर थियो भने हामीले 6 घन्टा नाप्दा पनि पानीको सतह जम्मा 11 मिटर मात्रै भएको छ र हामीले यो 60 मिटर डिप गरेर बोर गरेको थियो भने अहिले पानीको पम्प जमिन सतहदेखि 42 मिटर मुनि रहेको छ भने हामीले हाम्रो पानीको लेभल 11 मिटरमा छ। 6 घन्टा तानिराख्दा पनि पानीको स्रोत कति पनि त्यस्तो नराम्रो गरी घटेको छैन। जम्मा 6 घन्टा तान्दा हाम्रो पानीको सतह 5 मिटर मात्रै घटेको छ भने यो पानी लिफ्टिङ गरेर माथि पुर्याउन प्रशस्त रहेको भन्ने प्राविधिकको जानकारी भएको छ। धन्यवाद। अहिले पनि अन्तिम पानीको अन्तिम लेभल कति हो भन्ने विषयमा यहाँ प्राविधिकहरूले नाप्दैछन्। प्राविधिक साथीहरू र स्थानीय युवा साथीहरूले नापिरहेका छन्। अकल मिटर कति मिटर भयो? 1 मिटर घट्यो। त्यही हो होइन, कति पनि घटेन होइन, 5 मिनट मात्रै फरक पऱ्यो। धन्यवाद। हाम्रो अन्तिमको पानीको रिजल्ट पनि 5 मिनट मात्र घटेको भनेर फाइनल यहाँ प्राविधिकहरूले बताइसकेका छन्। अनि अब पानीलाई हामी यहीँ विसर्जन गरेर अर्को प्रोजेक्टको लागि प्रोसेसमा जानेछौँ। धन्यवाद।